जब तपाईको अवस्था नाजुक हुन्छ नि, कोही आउँदैनन् तपाईको घरमा तपाईलाई भेट्न। जब तपाई सफल हुनुहुन्छ नि, कोसेली बोकेर आउँछन् घरमा भेट्न। संसार यस्तो छ। जब तपाईको चरित्र हत्या हुन्छ नि, तपाईको नजिक तपाई हिँड्ने पनि मान्दैनन् मान्छेले, उभिने पनि मान्दैनन्। जब तपाईको चरित्र हत्या हुन्छ, जब तपाईलाई इन्जाम लाग्छ, जब तपाईलाई आरोप लाग्छ नि, फोटा खिच्दा पनि तपाईसँग नखिचेर ओल्नपट्टि जान खोज्छ मान्छेले। जब तपाईको इज्जत बढ्छ नि, तपाईको नजिक उभिन चाहन्छ मान्छेले, किनकि संसारमा देखाउनु छ। याद गर्नु होला, हर परिस्थितिमा तपाईको लागि खडा हुने परमेश्वर मात्रै हुनुहुन्छ। आमेन, आमेन।